श्रीमद् भगवत महापुराण पुरुषस्य विष्णु रागेय प्रवर्तमानस्य सकल जनता स्थिति कारणकल्पे अष्टाविंशति द्वापरान्ते कलौ कलियुगे कलिवशे पूर्वमध्ये भूर्लोके जम्बूद्वीपे राज्ये पेन्सिल्वेनिया राज्य सानो ढिपी होइन त्यो फोटो खिच्न गए दाजु जहिले बुवालाई क्यारे माघी मानेको त्यसको दिनमा त थाहा हुँदैन नि त्यस्तो माघी माघी अलिक ठुलो हुँदै गयो हो पनि फेरि माघी भन्न पनि पाकै छ निताय अत्र पितरो मादयत्वं यथा जसले त्यो घडामा हाल्छ त्यो आधी हालेर छोड्न मिलेन त्यहाँ अलिकति मैले गडबड देखेँ एकपल्ट हालिसकेपछि त्यसमा फेरि अर्काले नथपोस् हो अलिकति पोखियोस् पनि भयो अलिकति पोखिकन केही हुँदैन तर आधी अर्काले चाहिँ त्यो घडामा फेरि पानी नथपोस् भरि है अहिले मैले हेर्दा आधी देख्नु भएन एउटाले आधी चाहिँ त्यो घडामा नहोस् आफूले हालेपछि बरु थोरै घडामा हाल्नु भरि भरि परोस् यो शङ्खैको स्वरूप खेर पनि होइन यो अरू सबै सामग्रीहरू यहाँ फ्याँक्याएर शङ्खै किरे ठ्याक्कै शङ्खै छ मामा एउटा
यहाँनिर उ त्यसमा आधी आधी छ नि भरिएन आधी चाहिँ बिल्कुल नहोस् बरु अलिकति पोखियोस् ऊ त्यो तपाईँको अगाडिकामा आधी छ अलि अलि अगाडि हेर्नुहोस् है छेउमा पल्ला छेउमा अझै अगाडि हेर्दै आउनुहोस् त ऊ त्यो सुन्तलाको चारो ठाडो परेको चाहिँ आधी छ होइन पुगेन ऐकाले ए नभए त मैले अन्दाज गर्दा त पुग्ने भनेर छोडेको थिएँ मैले त्यति पानी थाहा पाएको त ठिकै भएछ नि अघि पानी आएर भएन हामी गराइरहनु अन्दाज हुन्छ कि यसो हेर्दै पास हुँदैन गिलास धेरै भयो जम्मा 395 वटा यहाँ घडा छन् त्यति सम्झिनु मन दिनको एउटा घडा अब हजुर चाहिँ नि अपसब्बै भएर यसो पानी समेट्ने बेला अब त्यो दिउँ त्यो तिरानीको त्यो पानी छ सिलानी पानी भित्र गएर एकजनाले तिरानी पानी तिरानी पानी भनेको फुलहरू लगाएको पानी लिएर आएर हो र अब सबै भएर पानी समाति दिउँ दाजु लु भाइले अलिकति यता सर त अब चाहिँ भरिएका सक्नु न यो पानी के त अब फेरि हाल्नुपर्छ यहाँ ऊ त्यो माइलीका अगाडिका दुना अलिक दाङदेखि अलिक कम्ती छन् हो त्यसो हो तिमीले अलिक थप्नु हो त्यो हुन्छ पानी यसो लिएर आएछ सुनि न सिन्छ भने पुस आयो नि त भुइँमा राखिदिउँ ल त्यो फ्याँकिदिउँ हो त्यसबाट कुस हातमा लिएर पानी समाति समस्त परिवार पञ्चनवति उत्तर त्रिशत घटदानप्रतिबन्ध दक्षिण राष्ट्रमय रामणाय विद्यार्थम सम्प्रदाय तत्छन्न मम छोड्नु अक्षता छैन नि ए यो अक्षता उता दिन्छ त्यही अपसभ्य भएरै यसो वरिपरि अक्षता छर्किदियो उति ऋषिलाई पनि छर्किदियो ओम हो जीवात्मन स्वस्थानम प्रजा
अब सबै भएर यसो ध्यान गर्नु सबै भएर हातमा फुल लिएर ध्यान गर हरि ओम सत्यम पाद प्रचार्य सुन्दरकारं दक्षिणं कुञ्जयित्वा दानुर्याध्यायस्तरमितरभुजं नागभोगे निराय पश्चाद्बाहु त्वयेन प्रतिपटसमने धारयं शङ्खचक्रे देवीर्भूषादिदुष्टा जनिर्जनतं सर्ववैकुण्ठनाथं सत्सङ्गात्मनिष्क्रियो गुरुमुखाद्वेषं प्रपद्यात्ममां प्रारब्धं परिभुज्य कर्म सकलं प्राक्षीण कर्मान्तरं न्यासादेव निरङ्कुशेश्वरदया निर्गुणमायान्वयो अर्धानुग्रहलब्धमध्यतमनी द्वारा बहिर्निर्गतं मुक्तोर्तीर्थनुपुरपक्षर्धं माशादिवादं प्रौर्विद्युद्वर्वेन्द्रदात्रिमयित सीमान्तसिंध्याप्लुत श्रीवैकुण्ठमुपेत नित्यमजडं तस्मिन् परब्रह्मण सायुज्यं समवाप्यनन्दति चिरं तेनैव धन्यः पुमान् ओम आमावास प्रथम जगन्नाथ धावा प्रतिरूपे आमागंता पृथ्वी आमागंता पितरा मातरा तामा सोमो अमृतत्वेन गम्यात् ओम मातृवंशे पितृवंशे मातृकुलस्य पितृकुल समस्त नित्य पितृभवो जीवात्मने नमो नमः वो तो ऋषि भाषा में चढ़ाई अब यो जति लोटामा पानी भरिरहेको छ ती भुइँमै कता पोखिदिएर यो चाहिँ रित्तै यहाँबाट लिएर त्यो लोटामा त्यो पानी लिएर नजाने सकिदिएर बाहिर कहीँ विसर्जन गरिदिएर सिधामा तिल पद्मावनालयां भगवतीं श्रीं देवीं नित्यानपायिनीं निरवद्यां देवदेवजीवमयीं अखिल जगन्मातरम् अस्मन्मातरम् असन्नशरण्याम् अन्नशरणं प्रपद्ये पारमार्थिक आनंद प्रयोजना नवभूषातिशय प्रिय भगवत अनुभव जनिता नवभूषा की सय प्रीति ज्ञान दासेता वस्तोचिता शेष शेष तैकर अब मुख को लगाइदिन्छु गुरुजीले लगाइदिनु यसो शिरमा राख्नु स्वशेष भूतेन मया क्रियैश्वर्ण परिच्छदै विधातुं प्रीतमात्मानं देवा प्रक्रमते स्वयं कृष्ण कृष्ण कृपालुश्च मगतीनां गतिप्रदा संसारारोमग्नानां प्रसीद पुरुषोत्तमः दर्शन महाज्वाला कोटि सूर्य समप्रभ ज्ञानानंद विश्वोर मार्गम प्रदर्शय गुरुजीले हो अब नि यो पनि नि उता कता राखिदेऊ र समर्पयामि वस्त्र कपडाको पूजा अक्षताले पूजौं वस्त्र मध्ये वैश्व देवताभ्यो नमो नमः ततः जल मध्ये वरुण देवताभ्यो नमो नमः
सर्वाणि वस्तूनि मध्ये विष्णुदेवताभ्यो नमो नमः। इदं विष्णुसहस्रनाम स्वाहा विष्णवे नमः। ततः द्रव्य दक्षिणा मध्ये सरस्वती देवताभ्यो नमो नमः। सरस्वती जोनिकर मंत्र पागुना द्रग्न श्री जन्नत तत्सन्न मम। अब पानी समाते उसको टुकड़ा हाथ में लियो। हरि ओम तत्सत विष्णु 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 अतः हरि ओम